यत्रो टाइम बस्यो भने च्याउ कता छ भने थाहा छैन र हामी चाहिँ होइन गाइजहरू अझ जङ्गलमा आइसकेका छौँ च्याउ खोज्नको लागि अनि च्याउ त एउटा पनि पानी परे खासमा च्याउ धेरै उम्रिन्थे देख्नुहुन्छ जङ्गल यस्तो छ खतरा छ कहाँ पाइएला त के च्याउ त्यो जाम त भनेन तपाईँलाई अगाडि त्यहाँ के पनि एकचोटि पानी परेपछि हुन्छ नि च्याउ भने त्यसै हुन्छ नि च्याउ खै बामी मरि ल गाईहरू च्याउ फाइनली च्याउ भेटिसकेका छन् तर ठुलो च्याउ होइन सानो च्याउ भेटिछन् हेर्नु देख्न सक्नुहुन्छ च्याउ सानो छन् सानो भन्छ के अरे ठिकै छन् च्याउ भर्खर उब्रिन लागेको छन् च्याउ यत्रो छन् तिम्रो न छिटो मेरो भिडियो पनि राखेँ सानो कोपिला भन्छ च्याउलाई पानी नपरेर चाम्डिएर छन् है यसमै ठुला 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 छन् च्याउ के सानो छन् च्याउ म यतापट्टि जान्छु माथिपट्टि गाईहरू च्याउ चाहिँ भेटिसकेका छन् आज यो बाबा तर धेरै नभेटे पनि ए कहिले अहिले उब्रेर माथि त उम्रे छैन त्यहाँभन्दा माथि त ठुसोलाई पुरै च्याउ उम्रिनलाई पुरै ठुसो कुहिनुपर्छ नत्र त यो उम्रिन छोसो पुरै कुहिएपछि त्यसमा त बच्चा जस्तो नगर्नु छैन सानो सानो अयो अब काँडा के सानो सानो उम्रेर रहेछ नि कसले अस्ति टिभर लैसकेको छ एक चक्कर च्याउ टिफिन लगेका छन् कतिले त एउटा चाहिँ त्यहाँ त झाडीमा छ तर कसो तान्ने भन्ने अय बाबा हप्ता अय बाबा धन्दैले अहिलेका कारण गइकन बल्ल बल्ल आजमा म यहाँबाट चाहिँ म दम भान्छु है यो एउटा चाहिँ चार तिहार रहेछ अब त्यसलाई तिम्रो सड्केला कि नै त्यहाँ त देख्न त देखिन्छ होला ऊ त्यो देख्नुभयो त्यो एउटा यो होइन हत्तै बाबा हातले कोर्दै अहिले टिभा त्यो यो पनि कता खसी जान्छ क्या सुन्त आन्टी यो कहाँ गायब भयो त बिस्तारै हिँड्नु न यही तल थिएन नि तल टुबाफोर कहीँ थिएन नि उँधो साइड कस्तो मान्छे तपाईँ पनि जानुपर्छ त अयो गएपछि भेटिन्छन् कि च्याउ टुबा साइड अलिक ड्यामेज ज्यादा भएको रहेछ अयो बाबा एउटा त ठुलै भेटाउनु त भेटा एउटै मात्र रहेछ ठुलो एउटा हेर्नु ठुलो छ एउटा र अनि च्याउ चाहिँ कसरी उम्रिन्छन् भन्दाखेरि ठुसो कुहिन्छ त्यसो ठुसो कुहिएपछि त्यहीबाट आफसे उत्पादन हुन्छ च्याउ हो ए च्याउ भेटाएँ मैले थोरै खतरा छन् वा कता नाइस दामी छन् च्याउ यो त खाने च्याउ हुन् नि यहाँतिर त ए ठुसुना त खतरा छ नि च्याउ त यहाँ चाहिँ त अहिले त भेट्यो कहिले नटिभ्या रहेछ अनि त्यही त नटिभ्या रहेछ कि अहिले त भेट्यो दे हेर्नु
नपाउनु के यार सानो सानो पनि कम त महत्त्व छ भन्न कम त महत्त्व छ त तरकारी र च्याउको भात र तरकारी कस्तो खानु कस्तो मजा आउँछ आज त चाल अन्त यति त्यस्तै च्याउ भा चालिन त त्यहाँ हिँड्नु गइजाने होइन बिस्तारै हेर्दै अन्त यस्तो खसिरहेको मात्र हो नि कुया हुन्छ त अन्त च्याउ त जाउँदो पनि फल्ने भइदिए भए फल्ने नै उम्रिने भइदिए मजा हुने कि च्याउ त अस्ति उम्रियो अन्त खासमा मान्छे सबैले खाइ लग्दै कि च्याउ सबै गरेर च्याउको तरकारी मात्र खान्थ्यो अनि मतलब खान्थ्यो कि युवराजमा घर पनि खानुहुन्थ्यो च्याउ स्याउ अनि खानु चाहिँ च्याउ तरकारी थियो पहिला भने अनि यसो उता यसो उता त्यो पार्क सुट त्यही छ त हो बरु त्यही साग लगाए भने हो यो साग दे लगिने यस्तो कर्करा हाल्ने मसिनो अनि तेल हाल्ने पानी एउटा पनि हाल्ने यो साग बाको साग हो तर खान नजानेपछि मान्छेलाई मार्छ पनि नि कत्रो कोक्याउँछ पानी चप्पलले पुर्याइदिनु लगाएपछि हो सबै ठुसनमा च्याउ पाइने भइदियो त मान्छे यही पारि उसको त्यो ब्रेक रोला त्यसको हात जङ्गलमा पुरै गुन्जिरहेको क्या त्यसमा झन् रुखको आवाज पनि आइरह रुखको भन्छ के अरे ए भाले चाहिँ आउँछ नि यस्तो गोब्रे आउँदो यो ढले आउँदो हुन्न भाले जाँदा त्यसमा त कमै पाइन्छन् होला भाले चाहिँ कहिले कहीँ पाइन्छन् होला तै के लास्टै जुवार चाहिँ भने के भने फेरि हामी तै यस्तो क्या चिप्लो भएर चाहिँ के रुख कसो हुन्छ जुवार चाहिँ मैले थाहा पाएन जुवार चाहिँ भने के खान्छन् त्यो पनि खाने च्याउ हो ए रुखबाट च्याउ भरिदिया भए त यस्तो मजा आउने होला त सब जब मान्छे यस्तो रुखमा बढी हेर्छन् कि साइडमा हेर्दैन ज्यादा हो कि नै मैले पनि भनौँ न बेटा तर यहाँ उभ्याएर छन् कि अलि कोपिलो सानो भएर छन् जस्तै सानो कोपिलो रहेछन् क्या आउनु नि कहिले पुरै टिभी लगिहान हेर्नु त क्या माथिबाट है ए पुरै टिभी नै लगिहान कसले अनि कामबाट हुन्छ त यस्तो हामीले त्यो पछाडि छोड्या पड्या ऱ्यापया लगाउने नित्य हुने काम गर्ने अयो अब चिन्नु नर खाने च्याउ खै ल्याउँदै हो कलर यो फरक भइहाल्छ त नि ऱ्यापया सबले टिपटाप गरे त्यहाँ बाबे कस्ता पलाएर छु नि यस्ता सबको लगिरहेछ दामी पलाएर छ च्याउहरू सिरिप ऊ मात्र छन् क्या ठोसा भन्छ के अरे यो त होइन नि ऊ मात्र छन् कि सिरी मात्र छन् सब हेर्नु कसले लगेको छ अरे अस्ति पला यी पुरै कसले टिप्दैछ दे पुरै टिभी लगिदिएछ कसले कस्तो को मान्छे रहेछ पुरै टिभी लगिदिएछ हाम्रो त सानो ओ यहाँभित्र पला रहेछ एउटा हाम्रो सानो को मान्छे रहेछ कुनै सब लगिदिएछ क्या पुरै लग्नु पनि
पानी च्याउ त किन पलाउँथेन पलायो तर पलाएन पनि सक्छ मान्छेले कस्तो टिपेला नि पलायो सट्ट नबाट आयो होला नि जना नि जो बढी च्याउ खाने मान्न थियो यी त होइनन् च्याउ यी त च्याउ होइनन् उमा जाने कता जाने यसका तल टु पनि थिए कहीँ अलिअलि